हजुर दर्शन नमस्ते सबैलाई स्वागत छ पदम तिवारी फलकमा। आज म चापकोट नगरपालिका खोला गाउँ भन्ने ठाउँमा हिँडिरहेको छु। के छ सबै सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। आज यो एकदम यो रमणीय डाँडा काँडाले घेरिएको ठाउँ खोला गाउँ तल भन्ने ठाउँमा अहिले हिँडिरहेको छु। एकदम राम्रो ठाउँ छ, डाँडा काँडाले एकदम घेरिएको, स्वच्छ हावा स्वच्छ पानी भएको यो प्यारो ठाउँ भन्दा खासै फरक पर्दैन। तपाईलाई अगाडिका दृश्यहरू देखाउने पुनः प्रयास गर्नेछु। एकदम रमणीय यो ठाउँ, जताततै डाँडा काँडाले ढाकिएको छ। तलतिर हेर्दा एकदम हरियाली, अहिले हल्का तुयल लागेको हुनाले पुरा राम्रोसँग क्लियर देखिएको छैन। अहिले हिउँद लागेर पुरै खरबारीहरू सुक्दैछ। यो एकदम यो गोरेटो बाटोमा म हिँडिरहेको छु। भर्खर माथि चाहिँ पिच रोड छ, यहाँ चाहिँ अब गाउँको बाटो, उतापट्टि एउटा रोड गएको छ। म चाहिँ अहिले गोरेटो बाटोमा हिँडिरहेको छु। एकदम रमणीय यो ठाउँ आज यहाँ अवलोकन गर्ने क्रममा आएको छु। यहाँ सिधै पारी देखिएको एउटा गरौँसुरको डाँडो, गरौँसुर देवीको मन्दिर छ। यहाँ चाहिँ बाटोमा एउटा मन्दिर छ, के को मन्दिर हो खै थाहा भएन। अब म जाने चाहिँ यताबाट हो, तलतिरपट्टि। तलतिर चाहिँ एकदम जङ्गल छ, जङ्गलले घेरिएको ठाउँ छ। यही बिचमा चाहिँ अब बाटो, तर खोला गाउँ जाने बाटो। यो स्याङ्जा जिल्लाको चापकोटमा पर्छ यो खोला गाउँ भन्ने। उता काफल डाँडा भन्ने ठाउँतिरबाट चाहिँ आउँछ यो बाटो। यताबाट चाहिँ अलि बाटो पिच छैन, कच्ची बाटो छ। यताबाट चाहिँ यहाँ बारी कुनासम्म चाहिँ पिच भएको छ बाटो। त्यही भएर धेरै जस्तो गाडीहरू चाहिँ यताबाट हिँड्ने हुनाले म पनि यतैबाट आएको आज। यहाँ थोरै हिँड्नुपर्छ कि, थोरै कच्ची बाटो चाहिँ यहाँ अब त्यति गाडी चल्दैन यो गाउँघरे बाटो। उही काम परे मात्रै अब पर्सनल रूपमा लिएर हिँड्यो भने चाहिँ आउने भयो कि, नत्र भने चाहिँ त्यति नचल्ने हुनाले अब म चाहिँ अहिले हिँड्दैछु। काब्रो फुलेर पातहरू पलाइरहेको छ। पिपलको बुट, म त जाने हो तल हो, ठ्याक्कै तलै झर्नुपर्छ। तल झर्ने यहाँ मोटर बाटैबाट छ। पहिला त अब पुरानो गोरेटो बाटो थियो के, र अहिले रोडले गर्दाखेरि यो गोरेटो बाटो पुरै मेटिएर अहिले बाटो छैन। अब कहीँ पुरिया छ, कहीँ के छ होइन, अलिक गाह्रो छ हिँड्न। त्यही भएर अहिले रोड हिँडेपछि सजिलो पनि भयो हिँड्नलाई। त्यही भएर रोड हिँडेको। तलतिर घरहरू छ। कति राम्रो फुलेको हो यो काब्रो भुइँभरि यसको फुलहरू झरेर अनि यो फुलहरू झरिसकेपछि फेरि पालुवाहरू पलाउने गर्दछन्। यो चाहिँ इन्डियातिर के अरे यो पाँच सुर्ती भन्छ नि, पाँच सुर्ती बनाउने बुटो भन्छन् है।
मलाई थाहा छैन। मलाई 1-2 जना बुबाहरूले भन्नुभएको थियो यसको पातको चाहिँ सुर्ती बन्छ भन्नुभएको थियो। खै वास्तवमा के हो त्यो चाहिँ मलाई थाहा भएन। त्यही भन्नुहुन्थ्यो उहाँले। अब होला सायद पुराना बुढापाकाले भनेको कुराहरू विश्वास गर्नुपर्छ भन्छन् है। पारिपट्टि हेर्दाखेरि चाहिँ एकदम ठुलो जङ्गल छ। बाटो चाहिँ गाउँले बाटो भएको कारणले गर्दा हल्का झाडीहरू बढी छ। अब म चाहिँ गन्तव्य लगभग आइसकेको छु। त्यस्तै अब 15 मिनट जति लाग्छ होला, 15-20 मिनट जति। यता चाहिँ खेतहरू टन्न रहेको छ, सुर्खा तलतिरपट्टि चाहिँ ठुल्ठुलै गराहरू छन्, माथितिरपट्टि चाहिँ सुर्खा अब ठिकठिकै छन्। खोला गाउँ भनेको यही ठाउँ हो। यतापट्टि अरू घरहरू छ, पारिपट्टि नै घर छ। त पारिपट्टि चाहिँ मगरे भन्छन् गाउँ, यतापट्टि चाहिँ पैदी खोला भन्ने ठाउँ छ। अब उता चाहिँ अब तलतिर रोपाइँ गरिरहेका छन्, अलिक देखिएको छैन क्लियर। अब चैते हिउँदे रोपाइँ भन्नु पर्यो, हिउँदे रोपाइँ चलिरहेको छ। अलि तल गएपछि खोलो छ, त्यहाँ मास्तिर गएपछि हाम्रो दिदीको घर आउँछ। खोलामा गाउँ भएको भएर खोले गाउँ भनेको होला सायद जस्तो लाग्छ है। तपाईलाई भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया भने दिन नबिर्सिनु होला भन्न चाहन्छु।